चलाएर उत्सव मनाउने उन्माद कहाँबाट आयो? तेस्रो प्रश्न हाम्रा कलिला भाइ बहिनीहरूलाई अज्ञात ठाउँबाट ताकी गोली के कारणले हानियो? म कसैलाई ब्लेम लाउन चाहन्न। आजदेखि यो गीतले भने चाहिँ हामी सबैले एकअर्कामा क्षमा गर्नेछौँ, क्षमा दिनेछौँ। र मनमा मलाई शङ्का लागिरहेको छ, अरूकै हो बन्दुक, अरूकै हो गोला, अचानकमा पर्यो यो नेपाली चोला। मापासे चेकिङका कुरा आए अघि सञ्जयजीले भन्नुभयो हामी सेलिब्रेटी भएको कारणले मलाई चिट नकाट्ने होइन, काट्नुहोस् है भन्नुभयो। काट्छन्, बानेश्वरका ट्राफिकले छोड्लान्, तिनकुनिकाले छोड्लान्, थापालीमा पुग्न त छोड्छन्, परेमा पनि सर। हामी कलाकारलाई त्यो भ्रम के हुन्छ नि, कलाकार भएकोले सबैले सम्मान गर्छन्, सानो गल्ती माफ गरिदिन्छन्। तर प्रहरी अब भावनाले होइन नियमले चल्नुपर्छ। आयो के सुइँ गइरहेको छु, बत्ती बलिरहेछ, कलाकार हो, रिहर्सल दिमाग घुमिरहेको हुन्छ, जो गर्दै थियो लाइटमा सट्टै गएछु। एकजना बहिनी आउनुहोस्, लाइसेन्स ल्याउनुहोस्, लाइसेन्स दिए। अनि अर्कोले तपाईँ त मनोज गरी होइन दाइ हो दाइ, एउटा सेल्फी लिनुभयो। मलाई के लाग्यो, वाउ अब म जरिमानाबाट पर्दिनँ, सेल्फी कि छाड्ने। ल दाइ तपाईँ भरे यहाँ हाम्रो अफिसमा बेलुका आउनु, लिएर जानुभयो। अनि मैले प्लिज बहिनी म कलाकार हो, रिहर्सलमा थिएँ, प्लिज दाइ के दाइ हजुरलाई चिनेरै मैले हजुरको चिट दिएको, हजुर जस्तो मान्छेलाई लग्यौँ भने प्रहरी कति प्रोफेसनलसँग हाम्रो नम्बर पनि बढ्छ, त्यही कारण गइदिउँ न। कलाकार नचिनाएकोलाई छोड्थ्यो के बरु। कहिलेकाहीँ मापासेका कुरा धेरै उठे। यहाँ मेरो एकजना साथी कता छ नाम भनिदिँदै बसिरहेछ, उसको लोन अफिसर हो। नाम भन्यो भने फेरि तपाईँले ठ्याक्कै राजु ढकालमा थाहा पाइहाल्नुहुन्छ। ऊ चाहिँ मेरो तमको साथी हो। खास हामी मापासे गर्दैनौँ, रात नपरि। एक दिनको घटना, गइरहेछु 7 बजेको छ, तिनकुनेमा चेकिङमा परियो, ट्राफिक दाइ आउनुभयो, हा गर्नुहोस् भन्नुभयो। कलाकार पनि हो फेरि राइट ढकाल, हा गरिदियो, देखिँदैन ब्रेथलाइजरमा, अलि लामो हा गर्नुहोस् भन्नु, हा चरा धपाएको त होइन यो। अनि मलाई पनि चिस्काएको, तर सर्ट नाटक नगर्नुहोस्, पछाडि गाडी जाम भइसक्यो, लामो हा गर्नुहोस् भनेको। मेरो साथी कलाकार उता ट्राफिक साथी नाच्न थाल्नु भएछ। मौका मान्यो आयो। तर जब मान्छे गल्ती हुन्छ नि, काहीँ न काहीँ संसारको सबभन्दा ठुलो सिसी क्यामेरा माथि परमात्माले खिचिरहेछ। जडीबुटीमा च्याप्पै दुर्घटना पर्यो र अहिले पनि त्यसको खुट्टो बाँचिरहेछ। गल्ती हजारौँ हुन्छन्, यहाँ खल्ती खलास भएको बेला। ओके, मलाई खास समय 10 मिनट दिएको छ। अब म मनोज गजुरेल रेल इन्जिन काट्नै लाग्छ 15 मिनट। म यो 10 मिनट केही हल्लिन पनि सक्दिनँ। त्यसले गर्दा म 2-3टा कुरा अनुरोध गरेर बिदा हुन चाहन्छु। प्रहरीको स्लोगान एकदमै मनपर्छ मलाई। अहिले हाम्रो प्रहरी राइट, यस हाम्रो प्रहरी। योभन्दा पहिले झन् गजब थियो, प्रहरी मेरो साथी। तर साथी तर साथी पनि त हेर्नका हुन्छ नि, कस्तो साथी नै सिभिलको पनि सङ्केत छ, साथी पनि हेर्नका हुन्छन्। प्रहरी मेरो साथी, हलो साथी कि चलो साथी कि दलो साथी कि भलो साथी। हलो साथी भनेर के हो, आपत परो फोन गरो, हलो पनि भन्दैन, उठाउँदैन फोन, त्यो हलो साथी। अर्को केस मिलाउने चौकीमा हो नि, वो मिलाउँदैन, रेस्टुरेन्टतिर चलो साथी। अर्को फाइल घुमाएको घुमाइ गर्छ, त्यो दलो साथी।
तर आफ्नो जीवन दाउमा राखेर आफू जलेर पनि नागरिक बचाउने भलो साथी। भलो साथीको सम्मानमा म यहाँको ताली पनि मागेर जाँदा जाँदै कसले सिटी बजाएको? सर एउटा अनुरोध, यो ट्राफिकको सिटी चेन्ज गर्न मिल्दैन। जहिले झुक्किन्छु, फोहोर उठाउने आएको कि ट्राफिक आएको, अलिक चेन्ज गर्नु पर्यो। मेरो छोरो अलिअलि ऱ्याप हान्छ क्या सर, हल्का हल्का यो 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 भन्छ, भनेको 20 वर्ष अब कुलो त्यसलाई पनि थाहा छैन, मलाई थाहा। अनि बाबु तिमीहरूको यङहरू पनि आउँछन्, मेरो अडियन्स अलि कन्टेन्ट लेख्दैन भनेको एउटा कन्टेन्ट दिएर पठाए क्या। बाउ घर बाउ उनीहरूको भाषै छुट्यो भने चाहिँ ऱ्यापरको होइन, बाउ कन्सर्ट हेर्न चल्दिने हो भन्थ्यो, जाने होइन चल्दिने रे होइन। अनि भक्तपुरमा जाने बेला है, अनि के कसको भनेको क्रिस क्यान्डेलको कन्सर्ट छ अरे। क्रिस क्यान्डेल भनेर चाहिँ कृष्ण कडेलको भनेको। अनि चल्दिने भयो। अनि म बालकोटबाट हिँड्दै 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 चल्दै 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 भक्तपुर दरबार पुग्यो। त्यहाँ पुगेर कार्यक्रम सुरु भएको थियो। म सबभन्दा पहिला आउने सर मै है, म चाहिँ टाइमलाई एकछिन ध्यान दिन्छु। अनि एकछिन त्यहाँ नेवारी रेस्टुरेन्टमा गयौँ, एक कप जुसुधाउ खायौँ। अनि छोरो के भन्छ, लो ब्रो कहाँ लो म्या ब्रो दिन्छ, लो म्या ब्रो। म त लास्ट प्यारानोइड भएँ भन। अब त्यो प्यारानोइड भने मलाई थाहा थिएन, सङ्कालु भनेर सर। अनि के भयो बाबु भनेको, अन्त ब्रो यहाँ त सबै कप्स नि कप्स छ त। म बिचरा नेपाली स्कुल पढे मान्छे, मैले ठाने रेस्टुरेन्टमा कप्स हुन्छ, प्लेट्स हुन्छ, चम्चाज हुन्छ, भाइ कप्स त हुन्छ त भनेको। बहु कप्स भनेको पुलिस हो पुलिस। म चाहिँ फाँडे आएँ, बिस्तारै आऊ त्यो फाँडी यहाँ घर पुग्यो। मलाई डर लागिरहेको, युवाहरूलाई घरबाट निस्केपछि कहाँ पुग्छन् थाहा हुँदैन। तर खुसीको कुरो सुरक्षित घर पुग्यो, किनभने अहिले जिल्जी आन्दोलनपछि प्रहरी र नागरिक बीच सौहार्दपूर्ण वातावरण छ। सधैँ यही कायम रहोस्। एउटा कुरा चाहिँ म भन्छु है साथीहरू, यो पब्लिकलाई भनेको, सर ठिकै छ प्रहरीलाई मामा भन्नुहोस्, द्याट्स फाइन, राम्रो हो। मलाई पनि यो पुलिसहरू भेट्दा कहिले काहीँ मामा गएको जस्तै लाग्छ, किनभने मेरो मामा पनि पुलिसमा हुनुहुन्थ्यो लामो समयसम्म। तर मामा भेट्दा जहिले मलाई टेन्सन, अब जय नेपाल साहब भन्ने कि मामा नमस्कार भन्ने। अब जय नेपाल साहब भन्नु भने मामालाई जिस्काए जस्तो भयो, मामा नमस्कार भनेर प्रहरीलाई जिस्काए जस्तो भयो। त्यही भएर म यो प्रहरी मामासँग कहिले पनि नजिक पनि भएन, टाढा पनि भएन। कहिलेकै कार्यक्रम बोलायो भने कहाँ आउने मात्रै हो, घर चाहिँ चल्दिहाल्ने। यो ठिकै छ मामा, तर एउटा चिज चाहिँ चेन्ज गरौँ प्लिज। जसले सिङ्गो देशको सुरक्षा गरेर बसेको छ, खरानीबाट उठेर साँच्ची भन्ने हो भने नेपाललाई फेरि टुटेको नेपाली नातालाई जोड्ने काम गरेको छ। एउटा पुस्ताले सुन्दा पनि मलाई त्यो शब्द भन्नै मलाई के भन्छ नि, केटाको पुलिसलाई गाली गरेर डोन्ट जोक विथ द डन्डा पुलिस। पुलिसको डन्डामाथि जोक नगर्नु। यदि डन्ठा बोकेकै भरमा डन्ठे भन्ने भए आन्दोलनकारीलाई पनि ढुङ्गे भन्न पाइयो, राइट? ड्राइभरलाई हराउने भन्न पाइयो, खलासीलाई कोचे भन्न पाइयो, डाक्टरलाई सुइरे भन्न पाइयो, कमेडियनलाई माइके भन्न पाइयो। डन्ठामाथि जोक नगरौँ, यो जोकको विषय होइन, यो बिजोकको विषय। डन्ठा नबोकेर के गरौँ त? बन्दुक त्यो पड्किँदैन, पड्केपछि अड्किँदैन। आशा छ प्रहरी सङ्गठन र नागरिक बीचको यो सौहार्दपूर्ण सुरुवातले असुरक्षित मनहरू अझै सुरक्षित हुनेछन्। टुटेको हाम्रो सम्बन्ध